होइन अज्ञानता भनेको नै सबै यो संसारको दुःखको होइन चाहे तपाईँको चाहे आर्थिक समस्या होस् होइन मानसिक समस्या होस् शारीरिक समस्या होस् होइन जे समस्याको यसको मूल कारण जरा भनेको चाहिँ के हो अज्ञानता हो। अब यो अज्ञानता भनेको के हो भन्नेतिर अब यो धेरै गम्भीर कुरा हो यदि कोही प्रभाव गहिरो कुरा हो। अब यो कुरालाई मैले के भन्नु खोजिरहेको छु जस्तो कि मैले तपाईँलाई सोधेँ भने सबैजनालाई तपाईँ को हो भन्नेहरूलाई तपाईँले के भन्छ हु आर यु ल इङ्ग्लिसमा मैले तपाईँ नेपाली बुझ्दैन भने मैले इङ्ग्लिसमा भन्थेँ हु आर यु होइन के भन्नुहुन्छ तपाईँलाई सुरुमा के भन्नुहुन्छ तपाईँले आफ्नो नाम भन्छ होला होइन म सुनिता हो म होइन धावा हो म कर्मा हो म होइन सेरा हो म ढोक्मा हो भन्छ नि। अनि यो के हो भन्नु त तपाईँको के हो यो तपाईँको नाम भने तपाईँ होइन नि त यो त तपाईँको के हो नाम। राम्रो सुन्नु होला हामीले के हो यो मेरो नाम भन्छ नि यो मदा भन्नु कसले पनि मान्छेले तपाईँले परिचय गर्दाखेरि यो मेरो नाम हो भन्छ नि बुझ्नु यो तपाईँ होइन यो तपाईँको के हो नाम तपाईँ। अब मैले भने होइन तपाईँको नाम सोधेको होइन तपाईँको हु आर यु। अब तपाईँले यस्तो सोध्छ म शेर्पा हो म तामाङ हो म के हो गुरुङ हो म छेत्री हो म बाहुन हो होइन। अब तपाईँले के आफ्नो जात होइन जात भन्छ यसले के भन्छ होइन मैले होइन यो त तपाईँको जात हो होइन मैले तपाईँको जात सोधेको होइन बुझ्नु भएन त तपाईँको हु आर यु। अब तपाईँले अलिकति सोच्नु पऱ्यो कि परेन अलिकति सोचेर अब एकछिनतिर होइन गुरु म डक्टर हो म इन्जिनियर हो होइन म लामा हो म पुजारी हो म नर्स हो म होइन के भन्छ रेस्टुरेन्टको मालिक हो होइन म वेटर हो होइन यो त तपाईँको के भयो त के भयो तपाईँको पेसा भयो नि यो त तपाईँको करियर भयो नि होइन तपाईँको करियर सोधेको होइन मैले तपाईँको पेसा सोधेको होइन तपाईँको हु आर यु। अब तपाईँ के भयो अलिकति अब को हो त मेरो पेसा पनि महिना छ होइन त नाम पनि महिना छ जात पनि महिना छ अब को हो भनेर अब तपाईँ को हो ल तपाईँ को भन्नु भने छिटो भन्नु नि त भनेर के भन्नुहुन्छ त तपाईँले ल भन्नु त तपाईँले सोच्नु होला तपाईँ ल। अब आज सागा दावामा चाहिँ हामीले यो प्रमाण त सत्यलाई चाहिँ होइन दर्शन चाहिँ पाउँ होइन र ल तपाईँले भन्नु तपाईँहरू को हो ल हु आर यु। त तपाईँले नेपाली पनि नबुझ्ने होइन इङ्ग्लिस पनि नबुझ्ने सरलाई म टिबेटन पनि भन्छु छोटो सुने होइन होइन अब टिबेटन पनि नबुझ्ने चाइनिजमा होइन निसी साइ होइन नि भनेको तिमी भनेको होइन तपाईँ भनेको होइन से भनेको इस भनेको सही भनेको हु बुझ्नु ल तपाईँ को हो तपाईँको नाम नभन्नु मलाई तपाईँको नाम पनि नभन्नु तपाईँको जात पनि नभन्नु अब तपाईँ को हो ल। अब एकछिनतिर भन्छ होला यस्तो यस्तो देखाउँछ यस्तो यस्तो होइन यस्तो यस्तो देखाउँछ यो त 50 किलोको मासु हड्डी पो हो त यो भनेको होइन यस्तो भने यो त यो 50 किलो कसैको 80 किलो पनि होला यता कसै 90 किलो पनि होला होइन र यो 50 किलोको 80 किलोको 90 किलोको मासु हड्डी खुन पसिना भित्र खोल्यो भने त के छ अन्दर भुँडी भित्र त झन् कुनै नगर्नु बुझ्नु होइन यो भित्र यस्तो खोल्यो त तपाईँ यो त मासु हड्डी खुन पसिना होइन अन्दर भुँडी भित्र त अब होइन यो कति किलोको होइन यो त तपाईँ होइन नि तपाईँ हो अन्दर भुँडी भित्र भएको तपाईँ हो इट्स नट यु नि होइन हामी सँगै अन्दर भुँडी भित्र निकाल्दाखेरि म निस्क्यो भनेर गयो भनेर सोच्नु मान्छे होइन र। अब मैले भने यो दिस इज नट यु मैले यो 50 किलो 80 किलोको मासु हड्डी सोधेको होइन बुझ्नु होइन हु आर यु यो छोड्छ तपाईँको नाम पैसा होइन काम जात यो मासु हड्डीको अहिले कुरा छोड्यो तपाईँ को हो ल भन्नु त तपाईँ को। अब कसैले लाग्छ ओ शरीरभित्र एउटा छ शरीरभित्र के छ एउटा सोचिरहेको एउटा छ नि किनकि त्यस समवन इज थिङ्कर भन्छ इङ्ग्लिसमा होइन सोचिरहेछ मैले तपाईँको कुरा सुनिरहेको छु मैले सोचिरहेको छु मैले बुझिरहेको छु देयर इज समथिङ इनसाइड शरीरभित्र केही नै छ यो चाहिँ को म हुँ भनेर अब कसैले लाग्छ अब कसैले यसले नाम पनि दिन्छ चित्त होइन आत्मा अनि होइन यो अब मन
होइन अब के तामाङहरूले अब सेम पनि भन्छ होइन र अब तपाईँले भने म अब नाम पनि होइन काम पनि होइन जात पनि होइन यो मासु हड्डी पनि होइन म त यो भित्र भएको के हो यो सोच्ने शक्ति जुन क्षमता छ यो महसुस गर्ने शक्ति जुन क्षमता छ होइन दिस इज मी यो म हो भनेर सोच्यो हो ल अब हामी यसलाई पनि कुरा गरौँ बुझ्नु होइन अब तपाईँहरूले के भन्छ होइन मेरो आत्मा मेरो चित्त मेरो मन यो त तपाईँको मनहरू छ तपाईँ त होइन रहेछ नि बुझ्नु भने यो त तपाईँको आत्माहरू छ नि यो त तपाईँको चित्तहरू छ नि यो त तपाईँ होइन रहेछ नि कुरा बुझ्नु भइरहेछ जुन मेरो शरीर मेरो लुगा मेरो टेबल मेरो चेयर मेरो कप भने चाहिँ मेरो मन मान्छेले के भन्छ मेरो मन मेरो चित्त मेरो आत्मा यो त तपाईँको होइन तपाईँ होइन रहेछ मैले त के सोधिरहेको छु यो म भन्ने छ नि यो को तपाईँको टेबल चेयर मन शरीर नाम आत्मा चित्त सोधेको होइन तपाईँको ल अब तपाईँले जवाब दिनु त ल तपाईँको होला नसोच्नु होला किन सोच्ने तपाईँ होइन रहेछ नि सोचेर अब फाइदा हुन्छ सोच्ने मनै तपाईँ होइन रहेछ अब यो सोचेर त काम भएन नि बुझ्नु होइन अब तपाईँको होला भन्नु त को आयो को होला तपाईँहरू को होला राम्रो होइन तपाईँले एउटा कुरा भन्छु म सोचेर उत्तर नदिनु अब अघि जति सोचेर उत्तर दियो बोलेर उत्तर दियो सबै के भयो गलत भयो होइन अब तपाईँले बोलेर पनि उत्तर नदिनु बुझ्नु होइन सोचेर पनि के नगर्नु यसको जवाब नदिनु है बुझ्नु भयो तपाईँ को होला छोरा सुने तपाईँहरू को हु आर यु जवाब छ तपाईँहरूको उत्तर छ एन्सर छ तपाईँले कुरा छ अब यस्तो एउटा स्थितिमा पुग्छ कि भन्नै नमिल्ने भन्नै नसक्ने कुरा बुझ्नु भइरहेछ यो हो भनेर पनि उंगली देखाउने ठाउँ नपाउने अघिसम्म त नाम शरीर काम पेसा होइन जात चित्त मन होइन धेरैलाई समात्ने अब सबैलाई समाधान नपाउँदाखेरि अब यस्तो एउटा स्थितिमा पुग्छ कि होइन यो के भन्छ अब स्टेट अफ माइन्ड होइन मानसिक एउटा स्थितिमा पुग्छ कि भन्नै नसक्ने शब्दै नमिल्ने शब्दै नपाउने सोच्नै नसक्ने किन सोच्ने बित्तिकै त एउटा फेरि एउटा विषय वस्तु आयो द्वैतमा गयो नि होइन सोच्ने बित्तिकै के भयो एउटा विषय वस्तु द्वैता भएन होइन अब जब चित्तको स्वभाव तपाईँको प्रमाण सत्य भनेको त यो त द्वैत होइन नि कुरा बुझ्नु भयो अद्वैतको कुरा गरिरहेको छ चित्तको स्वभाव प्रमाण सत्य तथागत गर्भ तपाईँको सत्य भन्ने चाहिँ यो मुखले व्याख्या गर्नु छ दिमागले सोच्नु छ बुझ्नु भइरहेछ अब एउटा तपाईँले मैले सोधिराखेँ तपाईँ को तपाईँ म पहिला टिभीमा जाँदाखेरि होइन मेरो गुरुले पनि त्यसरी सोध्यो म त आज मैले त यति ठुलो आवाजमा तपाईँलाई होइन गुरुले त पुरै रातो आँखा रिसाएर को भन्दाखेरि म त तर्सेर ल के भन्नु नाम भनेको होइन भन्छ शरीर भनेको होइन भन्छ होइन एकछिन त म आफू तर्सेर ल के भन्नु ल अब त गुरु त पिर्छ होला मेरो गुरुले हेर्दाखेरि ठुलो छ होइन म त नजिक तपाईँहरू टाढो बसिरहेको छु होइन तपाईँले अब कल्पना गर्नु तपाईँ यता बसिरहेको मैले सोधिरहेको तपाईँ को होइन त्यो होइन नाम भनेको को भनेको भने तपाईँ एकछिन के हो एउटा यस्तो स्थितिमा पुग्छ कि भन्नै नदिने बुझ्नु शब्दै नपायो सोच्ने के हो के भन्छ यो सोच्ने पनि बन्द भयो किन अब सोचेर त पाएन नि त कि होइन व्याख्या गरेर त पाएन नि होइन बियोन्ड कन्सेप्ट हामीले होइन अब मेरो गुरुको आशीर्वादले गर्दाखेरि होइन मैले आफ्नो परमार्थ सत्यको दर्शन पाएँ कुरा बुझ्नु भइरहेछ न चित्तको स्वभावको दर्शन पाएँ बोध पनि भयो अब मलाई थाहा छ बुझ्नु होइन छोगल रुम्पुचीलाई थाहा छ छोगल रुम्पुची को वास्तविकमा को यो छोगल रुम्पुचीको नाम काम यो छोगल रुम्पुची होइन तपाईँले अहिले जुन देखिराखेको होइन एक्ज्याक्टली भन्नुपर्दाखेरि 80 किलो छ मेरो कति किलो अरे
80 किलो होइन रङ भन्दैछ 72 होइन 72 किलो छ है। तपाईँले अहिले आँखाले देखिरहेको 72 किलो कति भन्छ 72 किलो यो मासु हो जुन चाहिँ तपाईँले देखिरहेको छ। यो छोटो रुम्बुचे होइन, वास्तविक छोटो रुम्बुचे बुझ्नु। अब कसैले छोटो रुम्बुचे भनेर नाम सुनिरहेको छ, यो वास्तविक छोटो रुम्बुचे होइन। कुरा बुझ्नु भइरहेको छैन। अब कसैले छोटो रुम्बुचेले के काम गर्यो भनेर अहिले सुनेको त यो पनि छोटो रुम्बुचे हो, बुझ्नु न। परमार्थ सत्य वास्तविक छोटो रुम्बुचे तपाईँको आँखाले दर्शन पाउँदैन। कुरा बुझ्नु भएछ। तपाईँको आँखाले देख्नु सक्नुहुन्न, कानले सुन्नु पनि सक्नुहुन्न होइन, शरीरले त झन् महसुस गर्नु सक्नुहुन्न। अब इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि छोटो रुम्बुचेलाई थाहा छ वास्तविक छोटो रुम्बुचे को हो भनेर। यो बुझ्नुभएको तपाईँले। अब जब मलाई थाहा पाएको, मैले भने म 20 वर्षसम्म मैले थाहा पाइनँ म को हुँ भनेर, बुझ्नु होइन। तर मैले यो 3 वर्ष 6 महिना मैले आफ्नो गुरुको खोजीमा जाँदा धेरै राम्रो गुरुहरूको दर्शन पायो। तर उहाँ अहिले मेरो चित्तको स्वभावको दर्शन गर्नु सकेन। कुरा बुझ्नु भइरहेको छैन। अब इन्ट्रेस्टिङ कुरा के छ, कसलाई चावे लामा भन्छ, कसलाई मूल गुरु भन्छ भने जुन चाहिँ गुरुले तपाईँको चित्तको स्वभावको दर्शन गर्दा त्यसलाई के भन्छ, चावे लामा भन्छ, मूल गुरु भन्छ। अब थाहा पाउनुभयो तपाईँले चावे लामा। आज एटलिस्ट चावे लामा भनेर त थाहा पाएन के हो भनेर होइन। मूल गुरु भनेको चाहिँ के हो सबैले मैले यता वाङ टापे यो पनि मेरो मूल गुरु हो होइन, यता टाप्सी गरेर उहाँ पनि यस्तो मूल गुरु भन्दैन। गुरु भनेको गुरु हो, मूल गुरु भनेको मूल गुरु, चावे लामा भनेको एउटा हुन्छ। कुरा बुझ्नुभयो सबैले होइन। अब इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि मैले अघि भने नि किन यसलाई मूल गुरु भनेको भन्दाखेरि संसारको होइन यो छलको दुःख जति दुःखहरू छ, दुःखको मूल कारण, दुःखको जरा भनेको के हो, अज्ञानता होइन। अज्ञानता भनेको के हो, आफूले थाहा नहुनु म को हुँ भनेर। मैले बुझ्नुभयो सबैले। अज्ञानता भनेको थाहा नहुनु। के थाहा हुनु, तपाईँ वास्तविकमा तपाईँ को हो भनेर थाहा नहुनुलाई के भन्छ, मालिक भन्छ, बुझ्नु होइन। त्यसलाई अज्ञानता भन्छ। सबैले बुझ्नुभयो कि बुझ्नु भएन। अब यो साधारणमा यस्तो कुरा बुझ्यो भने तपाईँहरू होइन अब एकैचोटिमा बुद्धको प्राप्त तपाईँहरूले के हो हुने अब सम्भावना छ। तपाईँले अब आज अलिकति भए पनि चित्तको स्वभाव चाहिँ ओ यस्तो हो रहेछ भनेर होइन। अघि मैले त्यो सोधेँ नि, यो भनेको जुन चाहिँ तपाईँहरूलाई लाग्दै गुरुले सोधे तपाईँको चित्तको स्वभावको दर्शन पनि त्यसै गराउँछ, बुझ्नु भएन। मैले अघि के गरिरहेको थिएँ तपाईँहरू, मैले के गरेँ अघि तपाईँको भनेर मैले के गरेँ गरिरहेको थिएँ, मैले सोधिदिएँ। किन सोधेँ, के को लागि सोधेँ र सबैले उत्तर दिनु त, जवाब दिनु त। चित्तको स्वभावको के हो दर्शन गराउनु लागि मैले कुरा सोधेँ। अब यता कुरा कसैलाई लागिरहला गुरुले त सोध्यो तर मैले चित्तको स्वभावको दर्शन त पाएन होइन। अब समस्या कहाँ त, मलाई पनि त्यस्तै लाग्यो। सुरुमा गुरुले को सोद्धाखेरि मलाई यस्तो एउटा स्थितिमा पुग्यो कि मलाई जवाब नै छैन। अब गुरुले भन्यो तपाईँले चित्तको स्वभावको दर्शन पाइसक्यो। मलाई त शङ्का लाग्यो होइन। मैले त चित्तको स्वभाव भने त एउटा प्रकाश प्रभाषर होइन, पुरा उजालो चम्किएको प्लिङ गर्ने हुन्छ नि, सुन चाँदी हिरा मोती टल्केको जस्तै एउटा के भित्र दर्शन होला, मेरो के शरीरभित्र के यस्तो गजम गुजुम होइन, पुरै के होला यस्तो जिउ हल्लिने हुन्छ यस्तो पुरा हल्लेर ल अब मैले त दर्शनै पाएँ भनेर यस्तो त के पनि भएन। तर गुरुले भने तपाईँले के भइसक्यो, चित्तको स्वभावको दर्शन पाइसक्यो भने मलाई त अलिकति सुरुमा त अब गुरुले त पाइसक्यो भने त पाइसकेको नि होला नि, गुरुले त शङ्का गर्नु त मिलेन होइन। तर गुरुले के भन्नुभयो भन्दाखेरि रुम्बुचे तिमीले जुन चाहिँ अहिले दर्शन पाए कि पाएन भने शङ्का गरिरहेछ, यो शङ्का नगर, डोन्ट डाउट। कुरा बुझ्नु भइरहेछ। मैले चित्तको स्वभावको दर्शन पाएँ कि पाएन भनेर शङ्का गरिरहेछ, यो शङ्का के नगर्नु, शङ्का नगर्नु, डाउट नगर्नु। यही कुरा म तपाईँलाई बताइरहेको छु। तपाईँ अहिले चित्तको स्वभावको दर्शन पाइसक्यो तपाईँहरूले, तर अहिले तपाईँहरूको भित्र भएन। कहाँ छ, कता, कुन चाहिँ कहाँ पायो खोज्नु जाने होइन, बुझ्नु। यो प्रकाश तपाईँले सुन पायो हिरा पायो भनेर सोध्नु मिल्दैन। कहाँ छ सुन, कहाँ छ चाँदी, कहाँ छ पैसा,
भनेको यस्तो एउटा समात्न सक्ने, सोच्न सक्ने, एउटा महसुस गर्न सक्ने होइन। कुरा बुझ्नु? अघि त मैले तपाईँले को भन्दाखेरि एउटा चित्तको एउटा अघि एउटा स्थितिमा पुग्यो नि हामी, होइन र? एउटा स्थितिमा पुग्यो कि डोन्ट नो व्हाट टु से। अब के उत्तर दिने भनेर अब जवाबै नभएको एउटा स्थानमा पुगेको पुगेन भन्नु ल? पुगेको पुगेन भन्नु ल? होइन र? छैन, शब्द नै छैन, सोच्नु नै सकेन। एक सेकेन्डको लागि भए पनि यो ठाउँमा रोकिनु हुँदैन। हो, त्यही हो चित्तको स्वभाव। अब यसलाई बुझ्ने कोसिस नगर्ने, फेरि बुझ्ने कोसिस गर्ने बित्तिकै तपाईँले सोच्नु थाल्छ। सोच्नु बित्तिकै फेरि के हुन्छ? दोहेतामा जान्छ, किन पिसाएर बस्नु भयो। कुरा भयो। अनि तपाईँले खोज्नु थाल्छ, अब कहाँ हो, कुन चाहिँ गुरु, कुन चाहिँ, मैले त बिर्सिसकेको छु होइन, कुन चाहिँ भनेर तपाईँले खोज्नु पर्दैन। के पनि गुरुले पनि मलाई त्यही भन्नुभएको थियो, खोज्नु पर्दैन छोरा, होइन? पाइसक्यो तिमीले, पाइसक्यो। अब मलाई त्यस दिनदेखि नै आजसम्म, होइन, मैले अघि भने यस्तै हो, के पायो मलाई थाहा पाएन। कुरा बुझ्नु होइन? थाहा पाउनु गलत। मैले लामा मानु थाहा पायो भने मैले पायो, मैले पायो भनेको कुरोलाई पायो भनेको त फेरि एउटा विषयले के भयो, एउटा वस्तु भयो कि होइन? मैले एउटा के पायो भने त्यो एउटा द्वैता भइदिने त, पाउने म के पायो त्यस्तो खालको एउटा, होइन, पायो भने। तर चित्तको स्वभाव भनेको के हो? द्वैता नै हुँदैन। पाउने मान्छे पनि हुँदैन, पाउनेसम्म चिज पनि हुँदैन। कुरा बुझ्नु भयो? त्यसैले तपाईँहरूले यता चित्तको स्वभावको दर्शन के हो पाइसक्यो। अब के पायो भनेर यो क्वेसन मार्क नसोध्नु, आफूलाई पनि नसोध्नु। के पायो, कहाँ पायो, कसले पायो, कता पायो नसोध्नु। यो सोध्नु बित्तिकै तपाईँले के गर्नुहुन्छ? के गर्नुहुन्छ? द्वैतामा फर्केर जान्छ। त्यसले नै डाउट भन्छ, सम्झ भन्छ। अब वज्रयानमा जोक्सिनको गुरुहरूले, महामुद्रको गुरुले के भन्नुहुन्छ भन्दाखेरि यो जति वज्रयानभित्र सबभन्दा महत्त्वपूर्ण कुरा भनेको के हो? ट्रस्ट। इङ्ग्लिसमा ट्रस्ट भन्छ, नेपालीमा के भन्छ? विश्वास, श्रद्धा, भक्ति। बुझ्नु होइन? गुरुले हो भन्यो, त्यसलाई हो र भनेर डाउट गर्ने होइन। बुझ्नु होइन? गुरुले दर्शन भयो मतलब के हो? भइसक्यो। कहाँ भयो, कहाँ कसरी भयो, कसले भयो, किन भयो छैन। गुरुले तपाईँहरू सबैले चित्तको स्वभाव दर्शन पाइसक्यो। तपाईँहरू नै तथागत गर्दा हो भने चाहिँ तपाईँले के भन्नु पर्यो? लासो भन्नु पर्यो। के भन्नु पर्यो? के भनेको? लासो भने के भनेको? हो होइन, लासो त्यस्तै हो गुरु, होइन? तपाईँले भनेको त्यस्तै हो भनेको। बुझ्नु होइन? तपाईँहरू सबै चित्तको स्वभावको दर्शन पाइसक्यो। तपाईँहरू सबै तथागत गर्दा हो कि होइन? भन्नु त तपाईँले हो कि होइन? पुगेर यो हो त्यो त अलिकति होइन, यो विश्वास नहोस् होइन। तपाईँहरू सबैजना चित्तको स्वभाव दर्शन पाइसक्यो। तपाईँहरू सबैजना तथागत गर्दा हो कि होइन? हो। अब चाहिँ अलिकति हुन्छ नि, अलिकति मतलब कन्फर्म भयो। अघि चाहिँ हो तर यति स्वर छैन भने जस्तो हुन्छ नि, होइन? मैले भने जस्तै अब मूल गुरुको जब मैले दर्शन पाएँ, मलाई मूल गुरुले के उपहार दिनुभयो भन्दाखेरि त्यही हो, जुन चाहिँ चित्तको स्वभाव म को हो भनेर मलाई थाहा थिएन। मान्छेले जे हो भने त्यही लागिरहेको थियो, होइन? तर जब म अब मैले चित्तको स्वभाव दर्शन कहिले पाएछ ल तपाईँहरूले भन्नु त ल? अब तपाईँहरूको फेरि यो हिसाब कतिको राम्रो छ, म्याथमेटिक होइन? मैले 25 वर्षमा खेम्पु सक्यो, होइन? अब म कुन चाहिँ उमेरमा चाहिँ मैले चित्तको स्वभावको दर्शन पाएछु ल तपाईँले भन्नु? एक्ज्याक्टली कति? 28 वर्ष र 6 महिनामा मैले, होइन, चित्तको स्वभावको दर्शन गुरुले गर्नुभयो। कुरा बुझ्नुभयो सबैले? हो। त्यसैले गर्दाखेरि अब मलाई इन्ट्रेस्टिङ कुरा तपाईँहरूले के सेयर गर्नुपर्ने छ भने चाहिँ जब मैले चित्तको स्वभावको दर्शन पाएँ त्यस दिनदेखि नै आजसम्म कति वर्ष भयो त भन्नु त? अब त्यस दिनदेखि नै आज म 40 वर्ष होला। आज यता उठेको छोडेको चाहिँ 40 वर्ष पुग्यो। त कति वर्ष भएछ? 20 मा 13 वर्ष, 11 वर्ष,
6 महिना कि 4 महिना? 6 महिना ल। अब इन्ट्रेस्टिङ कुरा म तपाईँहरूलाई बताउँदै जान्छु होइन। अब आज सागा दावाको बेला तपाईँले बुझिरहेछ, सबैले बुझिरहेछ, मेरो कुरा बुझिरहेछ नि? तपाईँले कुरा सजिलो प्रकारले बुझिरहेछ नि? बोरी त भएको छ नि? बोरी भएको छ नि भन्नु नि तपाईँले, बोरी भयो भनेर होइन। अनि म सब्जेक्ट चेन्ज गर्छु फेरि होइन। अब एउटा कुरा तपाईँहरूले बुझ्नुपर्ने के छ भन्दाखेरि तपाईँको शरीर मर्छ कि मर्दैन? म तपाईँले सोधेको, तपाईँहरूको शरीर एक दिन मर्छ कि मर्दैन? मर्छ होइन। तपाईँको शरीर बुढो बुढी हुन्छ कि हुँदैन? हुन्छ। तपाईँ बिमार हुन्छ कि हुँदैन? रोग लाग्छ कि लाग्दैन? बिमार हुन्छ होइन। राम्रो सुन्नु होला, अब यता भेरी इन्ट्रेस्टिङ कुरा हुन्छ यता। तपाईँहरूको तपाईँहरूको को मैले तपाईँहरूको भन्दाखेरि मैले तपाईँको प्रमाण र सत्यको कुरा गरिरहेको छु। वास्तविकमा तपाईँको हो मैले सोधिरहेको छु। हु आर यु इन अ रियल होइन। तपाईँको वास्तविक सत्य को हो मैले सोधिरहेको छु है। त्यसले तपाईँले जवाब दिनुपर्छ, बुझ्नु होइन? अघि थाहा पाइसक्यो तपाईँले होइन। तपाईँको होला को? तपाईँहरूको को हो? के हो? अब बुझिसकेर फेरि नबुझ्ने भन्नु मिलेन। बुझिसक्यो भनेर फेरि अज्ञान हो भनेर तपाईँहरूले यस्तो यो के भन्छ, यो स्कुलमा गर्छ यो यस्तो हात यस्तो गरेर यता पुरा हात समासेर के भन्छ त? के भन्छ? पुरी बस्ने होइन। हात यस्तो हालेर कानमा समासेर कुखुरा भन्छ के भन्छ? को यो अज्ञानता भने माथि उठेर कुखुरा बनिदिनु होइन त? अब तपाईँहरूले मैले अघि भने जस्तै शरीर भन्ने एउटा छ, नाम भन्ने एउटा छ, काम भन्ने होइन एउटा छ, बुझ्नु होइन? चित्त मन भन्ने एउटा छ होइन। अब तपाईँहरूको यो जात भन्ने एउटा छ, संस्कार के छ नि हो कि होइन? यो सबै तपाईँ वास्तविक तपाईँ हो। त्यति कुरा तपाईँले के गर्नु आज बुझ्ने कोसिस गर्नु। यो सबै तपाईँ वास्तविक तपाईँ कहाँ छ? द अल्टिमेट यु होइन। तपाईँको चिन्ताको स्वभाव तथागत गर्दा अहिले कहाँ छ? अहिले कहाँ छ? तपाईँले भन्छ राम्रो सुन्नु है तपाईँले। सोच्नु बित्तिकै गलत हुन्छ, बुझ्नु होइन? किन भन्दा राम्रो सुन्नु है तपाईँले। तपाईँले भन्यो यता छ गलत, उता छ गलत, सानो छ गलत, ठुलो छ गलत। किन? सोच्ने बित्तिकै के गरे तपाईँले? दुईतामा ताने कि तान्दैन? दुईतामा ताने लिइहाल्यो नि होइन। चित्तको स्वभाव यस्तो छ उस्तो छ। यो गुम्बा जत्रो ठुलो छ के गुम्बा भन्छ हाम्रो यता? बुद्ध गुम्बा भन्छ त्रिरत्न गुम्बा भन्छ कि के भन्छ? बुद्ध सङ्घ गुम्बा भन्छ। अनि गुम्बा जत्रो ठुलो छ चित्तको स्वभाव होइन। काठमाडौँ जत्रो ठुलो छ होइन होइन होइन। यो के भन्छ? पृथ्वी जत्रो ठुलो छ होइन होइन। यो ब्रह्माण्ड जत्रो ठुलो छ भनेर भन्नु मिल्छ? चित्तको स्वभाव यस्तो यत्रो ठुलो छ होइन, यति सानो छ भन्नु मिल्छ? मिल्दैन। किन? चित्तको स्वभाव यस्तो हो उस्तो हो भनेर सोच्ने बित्तिकै तपाईँले के गर्यो भने त दुईतामा तपाईँले तानिदियो। कुरा बुझ्दैन? त्यसैले मेरो गुरुले मलाई के भन्नुभयो भन्दाखेरि चित्तको स्वभाव यस्तो हो उस्तो हो भनेर नसोच्नु। कुरा बुझ्नु त? के गर्नु भने नसोच्नु। कुरा बुझ्नुभयो तपाईँले? अब तपाईँहरू यता जति आउनु भएको छ को सबै
बुद्धको चेला होइन र अरूको भगवान बुद्धको चेला त चेला हो नि अनि तपाईँको अहिले तपाईँको सत्य के हो को भन्नु त अब तपाईँहरूले आज के गर्नु पर्यो भन्दाखेरि यो हिजोसम्म आज बिहानसम्म अघि दिउँसोसम्म यो म भन्ने जति पनि थियो तपाईँको पहिचान होइन आइडेन्टिटी जति पनि थियो नि होइन यो म हो भन्ने जति पनि थियो नि अनि शरीर म हो म लामा हो म इन्जिनियर हो म नर्स हो भन्ने होइन मेरो नाम यो हो म तामाङ हो म शेर्पा हो होइन म यो चित्त हो म मन हो भन्ने जति पनि थियो नि यो सबैलाई अहिले एक क्षणको लागि के गर्ने साइडमा राख्ने कहाँ राख्ने साइडमा राख्ने राम्रो सुन्नु है तपाईँलाई त यो सबै तपाईँ होइन आजसम्म तपाईँ हो भनेर लागिरहेको थियो यसलाई के भन्छ भ्रम भन्छ के भन्छ यसलाई भ्रम भन्छ कुरा बुझ्यो जस्तो कि म तपाईँलाई एउटा सानो उदाहरण दिन्छु तपाईँले हिजो बेलुका सपना देख्नुभयो के देख्नुभयो अरे सपनाभित्र तपाईँ होइन गाडीमा बसमा जानुभयो कहाँ जानुभयो अरे बसभित्र होइन अनि बसभित्र को पनि थिएन होइन सिट मान्छे को पनि थिएन बस गइरहेको थियो अनि एउटा सिटमा तपाईँ यस्तो बस्नु खोज्दाखेरि होइन सिटको माथि एउटा ब्याग थियो ठुलो ब्याग बुझ्नु होइन अनि तपाईँले के होला भने यस्तो खोलेर हेर्दाखेरि त भित्र पुरै सुन चाँदी हिरा मोती के हो भरिराखेको एउटा ब्याग पायो कसले तपाईँले पायो बुझ्नु होइन अब तपाईँले धेरै खुसी भयो कि होइन होइन र अनि तपाईँले यो सुन चाँदी हिरा मोती भरेको ब्याग चाहिँ होइन अनि मजाले पोको गरेर लुगाएर होइन अनि बस जब बस रोक्यो अनि तपाईँ के गर्यो बसबाट झरेर अब तपाईँ घरमा गयो होइन घरमा गएर तपाईँले यो सुन चाँदी हिरा मोती के गर्यो घरको आँगन होइन आँगनमा के हो माटो खनेर अनि के गर्यो त्यसको तल के गरिदियो लुगाएर तपाईँ राख्यो अब भोलि बिहान तपाईँ के भयो बिम्जियो अब तपाईँ यो आँगनमा गएर यो माटो खुदाले हो सुन चाँदी हिरा मोती पाउँछ किन सपना यो एउटा के थियो हामीले भन्छ नि छ त्यो त के हुन्छ एउटा सपना पनि देखेछ होइन अब म तपाईँले एउटा कुरा बताउन चाहन्छु आज जे तपाईँहरूलाई जुन चाहिँ विपदा जस्तो लागिरहेको छ जस्तै हामीलाई लागिरहेको छ म ग्यारेन्टीको साथ भन्छु होइन ग्यारेन्टी भन्नु थाहा छ तपाईँले ग्यारेन्टी होइन जब तपाईँले अन्तिम सास छोड्छ बुझ्नु होइन जब तपाईँले के गर्छ अन्तिम सास छोड्छ अनि तपाईँको के हुन्छ होइन छोड्यो कि छोडेन तपाईँ कहाँ पस्नु कहाँ गयो पार्दोमा गयो तपाईँ कहाँ गयो पार्दोमा अन्तर्भावमा गयो बुझ्नु होइन शरीर छोडिसके त जानुपर्छ कहाँ त जानुपर्छ होइन तपाईँ पार्दोमा गयो अब पार्दोमा तपाईँ यस्तो बिम्जेर यस्तो फर्केर हेर्दाखेरि तपाईँलाई के लाग्छ यो आज यो विपदालाई के लाग्छ तपाईँले यो त के हुन्छ एउटा सपना पो देखिपर्छ यो सबैले हुन्छ पार्दोको सबै तपाईँ हामी जति पनि भोलि पार्दोमा जाँदाखेरि निन्द्रबाट बिम्जे जस्तै हुन्छ यस्तो फर्केर आउँदा छ यो सपनाको लागि मैले कस्तो धेरै पाप गरेछु होइन अब यो कुरा मैले किन बताइरहेको छु भने तपाईँ राम्रो सुन्नु होला यो शरीर मर्छ बुढो हुन्छ बिमार हुन्छ राम्रो सुन्नु होला यता तर तपाईँ यता तपाईँ भन्दाखेरि मैले शरीरले भने होइन फेरि यता प्रमाण र सत्यको कुरा गरेको छु तपाईँ वास्तविक तपाईँ मर्छ वास्तविक तपाईँ मर्छ कहिले पनि मर्छ वास्तविक तपाईँ जन्मेको थियो जन्मेको पनि थिएन कहिले पनि जन्मेको थिएन कहिले पनि मर्छ वास्तविक तपाईँ होइन अब यसलाई तथागत गर्दाखेरि एउटा नाम दिउँ वास्तविकमा नाम दिनु हुँदैन जोक्सिन गुरुहरूले नाम नदिनु भन्छ तर हामी अलिकति बुझ्नु लागि त त्यो एउटा नाम छैन अनि के भनिरहेछ जस्तो लाग्छ नि र हामीले अहिले तथागत गर्व भनेर एउटा नाम दिउँ होइन र अथवा चित्तको स्वभाव भनेर नाम दिँदा हुन्छ अथवा धर्म काया भनेर नाम दिँदा भन्छ र हामीले तपाईँ धर्म काया तपाईँ के अरे धर्म काया एउटै हो धर्म काया चित्तको स्वभाव तथागत एउटै कुरा हो तपाईँ धर्म काया अब धर्म काया न जन्म भयो न यसको के हुन्छ मृत्यु हुन्छ अब धर्म काया बुढी हुन्छ बुढो हुन्छ
जन्मै आएछ भने कहाँ पुगेर पुगेको कुरा आयो होइन घरमा कहाँ बिमार हुन्छ घरमा कहाँ बिमार हुन्छ बिमारी हुन्छ हुँदैन यसको मतलब के देखायो तपाईँहरूले के देखायो तपाईँले हृदय सूत्र पढ्नु भएको छ सेरमिङको हृदय सूत्र पढ्नु भएको छ पढेको छैन सुनेको छैन होइन जस्तो होइन र यो भित्र के भन्छ भन्दाखेरि होइन जन्मेको पनि छैन होइन होइन मान्छे भयो मागा भयो क्षमा मेपा क्षमादान ड मेपा होइन च मेपा क मेपा भन्छ नि कसलाई भनेर प्रामाणिक सत्य तपाईँको सत्य भनेको के हो न जन्मेको छैन न मृत्यु हुन्छ न बिमार हुन्छ न बुझ्नु होइन बुढो हुन्छ भनेर त्यो प्रामाणिक के भन्छ ए हृदय सूत्रभित्र बुद्धले बुझाएको अब एउटा कुरा तपाईँले के बुझ्नु पर्ने भन्दाखेरि अब अहिले के छ भन्दाखेरि तपाईँको भित्र राम्रो हेर्नु है तपाईँले संसार र निर्माण भन्छ नि निर्माण भन्छ नि होइन संसार र के भने निर्माण यो भनेको 1 सेकेन्डको कुरा हो कति कुरा हो 1 सेकेन्डको मान्छेले लाग्छ ओ म त निर्माण हुन लागि त धेरै जुनी के गर्नुपर्छ ध्यान गर्नुपर्छ तपस्या गर्नुपर्छ पुण्य कमाउनुपर्छ होइन अनि पो म एक दिन निर्माण होइन निर्माण हुन्छ होला होइन इट टेक 1 सेकेन्ड कति समय लाग्छ अरे 1 सेकेन्डको समय निर्माण र के हो संसारको लागि संसारमा कतिको फरक छ 1 सेकेन्डको फरक छ राम्रो सुन्नु होला तपाईँ अहिले म यो बुझाउँछु आज तपाईँहरू यतासम्म आउँदाखेरि होइन अब मैले यता जोक्सनको ज्ञान महामुद्रको ज्ञानको सार एसेन्स तपाईँहरूलाई मैले के हो आज यो के भन्छ त्यो अब सागा दावाको दिनमा होइन मैले तपाईँ दिइरहेको छु नि एकछिन यसलाई योमा कसरी ध्यान गर्ने भनेर म सिकाउँछु तपाईँहरूलाई होइन अब यो अघि उहाँहरूले सका दावा के हो भनेर अब यो सका दावाहरू तपाईँहरूलाई धेरै व्याख्या गर्नुपर्दा कति सका दावा गयो होला कति सका दावाको होइन मान्छेले व्याख्या गर्यो होइन अब सका दावा त सबैलाई थाहा छ यो के हो यो के भन्छ टिबेटन क्यालेन्डरको 4औं महिनालाई के भन्छ सका दावा हामीले जुन चाहिँ होइन यो वैशाख महिना भनेको चाहिँ दावा भनेको के हो दावा भनेको के हो महिना भनेको होइन र सागा भनेको के हो सागा भनेको के हो त्यो ताराको नाम कुन चाहिँ ताराको नाम जब भोलि अब आज के हो आज पूर्णिमा कहिले अब पर्सि होइन पर्सि आकाशमा हेर्नु होला तपाईँले होइन यो सागा भने एउटा के भन्छ के देखिन्छ तारा देखिन्छ बुझ्नु होइन पर्सि होइन अब यो पूर्णिमा हो पर्सि पूर्णिमा हो होइन अब पूर्णिमाको दिनमा के भएको थियो होला आजभन्दा 2000 होइन 600 वर्ष के भएको थियो पूर्णिमाको दिनमा के भएको पूर्णिमाको दिनमा के भएको यही सागा दावाको पूर्णिमाको होइन यो सागाको यो के भन्छ यो के भन्छ अघि स्टारलाई के भने ताराको दिनमा के भएको थियो पूर्णिमाको दिनमा के भयो थाहा छ नि तपाईँलाई यस्तो होइन होला भगवान बुद्ध के भएको थियो जन्मेको थियो कुन चाहिँ दिनमा जन्मेको थियो पूर्णिमाको दिन पूर्णिमा दिनमा कुन चाहिँ तारा आइरहेको थियो सागा भन्ने तारा आइरहेको थियो बुझ्नु होइन अब यो एउटा बुद्ध जन्मिनु भयो अरू के भयो यो पूर्णिमाको यो सागाको यो के हो ताराको आगो आकाशमा आगो बेला के भएको थियो अरू के भयो होइन सेकेन्ड बुद्धले के भयो ज्ञान के को ज्ञान प्राप्त भयो के हो बुद्ध ज्ञान भनेको के हो उहाँले बोध भयो होइन के भनेको बोध भयो ज्ञान प्राप्त भयो भने के कुन चाहिँ ज्ञानको कुरा गर्छ प्रज्ञाको ज्ञान हो कि होइन प्रज्ञाको ज्ञान अब प्रज्ञाको ज्ञान भनेको के हो यही अघि मैले तपाईँले भने होइन तपाईँ को भने मैले तपाईँहरूलाई सोधेँ बुद्धले त यो बोध गएको के हो पिपलको बोर्डको मुनि बसेर म को हुँ यो पनि म आइरहेको छु म को हुँ नाम पनि आइरहेको छु म को हुँ जात पनि आइरहेको छु म को हुँ यो बुझ्यो होइन बुझ्यो
सोध्ने दुई प्रकार हुन्छ नि फेरि होइन फेरि राम्रो सोध्नु जानेन भने फेरि मान्छेले हस्पिटल पुऱ्याइदिन्छ बुझ्नु होइन म को भनेर सोध्नु होइन मान्छेले हस्पिटलको गाडीमा हालेर होइन फेरि अर्कैतिर पुऱ्याइदिन्छ होइन अब बुद्धले यो पूर्णिमाको दिन होइन यो सागाको तारा आएको दिन यो समयको बिहान के भयो त्यो बुद्ध के भयो बुद्धको प्राप्त भयो अब के भनेको बुद्धको प्राप्त भनेको के भन्छ आज बुझेको बुझेको तपाईँ के प्राप्त भएको छ स्वभाव चित्तको स्वभावको के भयो पूर्ण रूपमा ज्ञान दर्शन पायो यसको मतलब बुद्ध सत्य मुनिलाई थाहा पायो कि हु एम आई भन्छ त्यसलाई बोध भन्छ तपाईँहरू आज पिपलको बोर्ड त होइन यो अब के भन्नु यो सिमेन्टको सिलिङको तल होइन गुम्बाभित्र तपाईँहरू पनि अब होइन बोध भयो कि भएन तपाईँहरूले चित्तको स्वभावको बोध भयो कि भएन अब फेरि डाउटमा बसिरहेको दुःख अब सबै कुराबाट सुरु हुन्छ होइन जहाँ राख्सी खायो जस्तो अहिलेसम्म ठिकै छ भने एकछिन फेरि ठिकै छैन भन्ने होइन अघिसम्म होइन पुरा सबै मिलाइसकेको थिएँ फेरि एकछिन होइन मैले यस्तो भनेको थियो र तपाईँहरू यस्तो यो अलिक माथि जस्तो नभन्ने होइन तपाईँहरूले चित्तको स्वभावको दर्शन पाए कि पाएन आवाज पुगेन तपाईँहरूले चित्तको स्वभावको दर्शन पाए कि पाएन पुगेन आवाज पुगेन होइन यो यता घाँटीबाट आएको छ हिँड्दैबाट आउनुपर्छ यताबाट बुझ्नु भने घाँटीबाट भनेको त जबरजस्ती भन्नु लागेको थियो पायो होइन तर मनभित्र चाहिँ होइन के पायो होइन यस्तो होइन हृदयदेखि नै जवाब दिनु बुझ्नु होइन चित्तको स्वभावको दर्शन पाए कि पाएन अब म एउटा कुरा यता फेरि म तपाईँहरूले होइन याद गराउँछु धेरैजनालाई अझै पनि शङ्का छ डाउट छ के पायो कुन चाहिँ चित्तको स्वभावको उहाँले कुरा गर्छ मलाई त के पनि बुझेन आइ एम कन्फ्युजले के भन्छ नेपालीमा उहाँले त जबरजस्ती पायो भन्नु दिइरहेको छ मलाई त के पनि पाएन होइन आई एम कन्फ्युज आई एम मोर कन्फ्युजले के भन्छ नेपालीमा होइन कन्फ्युजलाई सम्झ के भन्छ अनबलिनु है के भन्यो के भन्यो राणा भन कस्तो कस्तो शब्दहरू छ राणा भन ठिकै छ दोधारमा हुँदैन त्यो राईको होइन राई शब्द मैले खोजेको दोधारमा होइन दोधारमा अलिक बुझेन यो हो दोधार भनेको यो हो एउटा कुरा म तपाईँहरूलाई बताउँछु बुझ्नु पर्दैन मैले बुझेन भन्छ नि चित्तको स्वभावलाई बुझ्नु पर्दैन बुझेन दिमाग नलाउ टाउको के भन्छ दिमाग नलाउ नसोच्ने चित्तको स्वभाव के हो कस्तो हो कहाँ छ होइन सोच्ने बित्तिकै बुझ्नु भयो तपाईँले मैले भने नि वज्रयानमा यता जोगछिनमा महामुद्रमा चाहिँ गुरुलाई गुरु भनेको के हो थाहा छ तपाईँलाई फेरि अलिक त मूल गुरु कुरा गरिदिनु गुरु भनेको फेरि धेरैले थाहा छ फेरि बुझ्नु भइरहेछ न जोगछिनमा महामुद्रमा लामा भन्दाखेरि चाहिँ गुरु भन्दाखेरि चाहिँ मान्छेलाई भन्दैन यो कुरा तपाईँले फेरि आज यो कुरा सिक्नु होला अलिक चाँडै लामा त अलिक बुझेको लाग्यो अब गुरु फेरि धेरैले बुझेको छैन किन बुझेको छैन भने अहिले तपाईँहरूले यो होइन तपाईँहरूको जुन चाहिँ यो जवाबमै हुन्छ नि यो धेरै कुरा लुकिरहेको छ तपाईँहरूले जुन चाहिँ अहिले आँखाले एउटा गुरु देखिरहेछ कानले एउटा गुरुको आवाज के हो सुनिरहेछ
तपाईहरुलाई लाग्दै होइन मैले एउटा मान्छेको दर्शन पाएको छु। बुझ्नु भएन? आँखाले एउटा मान्छे देखिरहेछ, कानले एउटा मान्छेको के हो आवाज सुनिरहेछ। यो गुरु हो। राम्रो सुन्नु है तपाईँ, यसलाई ध्यान दिएर तपाईँ सुन्नु होला, धेरै महत्त्वपूर्ण कुरा हो। हेर मेरो गुरु रेपा चुङथरले सधैँ भन्नुहुन्थ्यो, गुरु भनेको मान्छे होइन। बुझ्नु होइन? गुरु भनेको मान्छे के हो भन्दाखेरि तपाईको चित्तको स्वभाव तथागत गर्भको एउटा प्रतिबिम्ब। कुरा बुझ्नु भएछ? तपाईले अहिले आफ्नो स्वयं आँखाले दर्शन पाएको यो एउटा फलाना मान्छे होइन। तपाईको आफ्नो चित्तको स्वभाव चाहिँ एउटा एउटा के भन्छ एउटा स्वरूप, एउटा रूप तपाईले जुन चाहिँ देखिरहेको यो वास्तवमा तपाईको आफ्नो चित्तको स्वभावको दर्शन पाएको छ। सुन्नु भयो कि सुन्नु भयो तपाईले? बुझ्नु भयो? तपाईले अहिले जुन चाहिँ सुनिरहेको छ एउटा आवाज होइन, यो आवाज चाहिँ तपाईले एउटा बाहिर एउटा मान्छेको आवाज सुनिरहेको छ भने गलत। वज्रयानमा चाहिँ फेरि दोक्षिणमा महामुद्रामा चाहिँ तपाईले सुनिराखेको आवाज चाहिँ मेरो आफ्नो चित्तको स्वभाव तथागत गर्भ धर्म कायको के हो ध्वनि। ध्वनि भन्छ, ध्वनि भन्छ के भन्छ? ध्वनि भन्छ, ध्वनि। मतलब कि तपाईले सुनेको पनि आफ्नो चित्तको स्वभावको के हो ध्वनि सुनिरहेछ। जुन चाहिँ आँखाले दर्शन पाएको पनि आफ्नो चित्तको स्वभावको के हो यो प्रतिबिम्ब। एउटा 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 आज यो क्षणमा चाहिँ एउटा छोगेल रुम्बुजीको स्वरूपमा चाहिँ तपाईले दर्शन पाइरहेछ। यो बुझ्नु भयो कि बुझ्नु भएन? अब फेरि छोगेल रुम्बुजी भने अर्कै म भनेको अर्कै गऱ्यो भने तपाईले यो गुरु मान्छे गुरु नै होइन, तपाईले दर्शन पाएको गुरु होइन, एउटा फलाना मान्छे अलिअलि होइन बोल्ने जान्ने खालको एकदम मान्छे बसेको छ, उहाँबाट अलिअलि धर्मको कुरा सुनिरहेछ, यो गुरु भन्ने। यो त जोक्सेनमा वज्रयानमा गुरु भन्ने बित्तिकै तपाईले आफूले आँखाले हेर्दाखेरि पनि यो मैले यो म भन्दा अर्को होइन, यो मै हो। को हो? मैले तपाईहरुले अहिले देखिराखेको को हो भन्नु त? तपाईहरुले अहिले आँखाले देखिराखेको मान्छे को हो? मैले सोधिरहेको छु तपाईलाई, तपाईले जवाफ दिनु होला। तपाईले आँखाले देखिराखेको मान्छे को हो? तपाईको चित्तको स्वभावको स्वरूप बाहिर देखिरहेछ। बुझ्नु भएछ? यो अर्को मान्छे होइन, तपाईँ भन्दा अलगै छैन। तपाईँले गुरु योग भन्ने एउटा शब्द सुनिदियो, गुरु योग भनेर लामे नजुल भन्छ नि। गुरु योग भनेको धेरैले गुरु योग गर्यो भन्छ होइन, मर्नु गर्छ नि, तर गुरु योग भनेको थाहै छैन। कसले गुरु योग के हो भनेर गुरु आयो मसँग मिलित भयो गुरु योग होला होइन। गुरुलाई दर्शन गर्दाखेरि गुरुको आवाज सुन्दाखेरि यो म भन्दा अर्को होइन, यो चित्तको स्वभावको ध्वनि सुनिरहेको छु, यो चित्तको स्वभावकै आफ्नै चित्तको स्वभावको दर्शन पाइरहेको छु। त्यसलाई के भन्छ? गुरु योग भन्छ। योग भनेको के हो? एक हो, अर्को होइन। यो म यता गुरु त होइन, गुरु भनेकै चित्तको स्वभाव हो। चित्तको स्वभाव भनेको के हो? गुरु। म भनेकै चित्तको स्वभाव, गुरु भनेको पनि चित्तको स्वभाव। अब चित्तको स्वभाव नै गुरु, गुरुको स्वरूपमा मैले बाहिर दर्शन पाएको छु। अब आज लामा भनेको के हो थाहा भयो? गुरु होइन, हामीले गुरु भन्छ नि। गुरु भनेको के हो थाहा भयो कि भएन? गुरु भनेको के हो थाहा पायो भने चाहिँ के हो? चित्तको स्वभावको प्रतिबिम्ब, एउटा स्वरूपलाई गुरु भन्छ होइन। गुरु योग भनेको के भन्छ? यसलाई थाहा पाउनुलाई के भन्छ? गुरु योग भन्छ। गुरु जस्तो कि तपाईँ हजार जस्तो म यता बसिरहेको छु, म मेरो गुरुसँग एक क्षणको लागि पनि एक पलको लागि पनि गुरु र मेरो के भएको छैन? छुटेकै छैन। बुझ्नु भएन? छुटेकै छैन। किन? मलाई पहिला यस्तो मैले महासिद्धहरूको जीवनी हेर्दाखेरि होइन, गुरु र उहाँ एक पलको लागि पनि छुटेको छैन। मलाई त कसरी छुटेको छैन होला, उहाँहरू सधैँ जहाँ जाँदा पनि सधैँ गएको पो होला, कस्तो होला मलाई लाग्थ्यो। तर अहिले यस्तो बुझ्दाखेरि चाहिँ चित्तको स्वभाव नै गुरु, गुरु नै चित्तको स्वभाव भन्दाखेरि त्यही गुरु योग भनेको चाहिँ त्यही गुरुबाट एक क्षणको लागि एक पलको लागि पनि के होइन छुटेकै छैन गुरुसँग। गुरुको आशीर्वाद भनेको चाहिँ गुरुको आशीर्वाद भनेको होइन गुरुलाई हेलो भनेर मेसेज पठायो होइन,
गुरुले होइन हेलो भनेर रिप्लाई गर्यो, ओ गुरुको आशीर्वाद पायो होइन। गुरुले ल तिमीलाई ल यो खानु भनेर गुरुले गुरुको आशीर्वाद पायो। यो भनेको चाहिँ एउटा बाहिरको आशीर्वाद हो होइन। अब मैले खाइदिन्छु होइन, यो गुरुले दियो आशीर्वाद प्रसाद होइन। अब तपाईँ नि गुरु नै तपाईँ। यति बेला तपाईँ भनेको यो मासु हड्डीलाई तपाईँ भनिरहेको छ, तपाईँको जात काम तपाईँ भनिरहेको छ कि कसले तपाईँ भनिरहेको छ? चित्तको स्वर। राम्रो सुन्नु, आज यति बुझ्यो भने जिन्दगीभर काम लाग्छ। तपाईँ यो जुनीमा मानव जीवन पाएर के भयो? आज यति कुरा सुन्नु पाएर तपाईँ आज यो जुनीमा मानव जीवन पाएको के भयो? के भयो होइन? सफल भयो, पूर्ण भयो। कुरा बुझ्नु भइरहेको छैन? यो आज जुन चाहिँ कुरा गरेर चाहिँ तपाईँले हजारौँ कल्पमा पनि कुरा सुनेको छैन, बुझ्नु होइन? अझै आउने कल्पमा सुन्छ कि सुन्ने भन्ने कुरा। त्यसो गरी तपाईँहरूले यो कुरालाई ध्यान दिएर सुनिदिनु होला, किनभने म आज मुडमा छु, त्यसरी मैले कुरा गरिरहेको छु होइन। अब त्यसले गर्दाखेरि तपाईँहरूले राम्रो सुन्नु होला। अब मैले अघि के भने भन्दाखेरि यो पूर्णिमाको दिन होइन, यो सागा दावाको दिनमा अघि मैले तपाईँले भने बुद्ध के भयो? जन्मिनु भयो। अनि बुद्ध के भयो? ज्ञान प्राप्त भयो। अनि के भयो? त्यसको के भयो? महापरिनिर्वाण होइन, शरीरलाई छोड्नु पनि भयो। के भयो? उहाँ जानु पर्यो होइन र? अब तपाईँले राम्रो सुन्नु होला। मैले अघि के भन्यो? संसार र निर्वाणको बिचमा कति 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 ग्याप मात्रै छ भने 1 सेकेन्ड। राम्रो सुन्नु होला। तपाईँले यो कुरा आज बुझ्यो भने तपाईँ यही जुनीमा बुद्धत्व प्राप्त हुन सकिन्छ। राम्रो सुन्नु होला तपाईँ। अब मैले तपाईँहरूलाई जुन चाहिँ मैले सोधेँ तपाईँ को हो भन्दाखेरि इट टेक 1 सेकेन्ड। यसले 1 सेकेन्ड लाग्छ। तपाईँले कुन चाहिँ गियरमा गाडी चलाउनु भएको छ? तपाईँले गाडीको गियर हुन्छ नि होइन, यो माथि अगाडि जाने गियर के हो? पछाडि जाने गियर हुन्छ नि, थाहा छ तपाईँहरूले? गाडी के हो? अगाडि जाने र अनि के हो? पछाडि गुड्ने गियर हुन्छ। अगाडि गयो भने अगाडि जान्छ, पछाडि गयो भने कहाँ जान्छ? पछाडि जान्छ। अब मैले जब तपाईँलाई सोध्यो तपाईँहरू को हो भन्दाखेरि यो 1 सेकेन्ड लाग्छ। तपाईँहरूको के हो? यो गियर कुन चाहिँ गियरमा राखिरहेको छ? तपाईँले यो शरीर म हुँ होइन, नाम पनि म हुँ, काम पनि म हुँ, दुःख पनि म हुँ, मासु हड्डी पनि म हुँ भन्नेमा यो तपाईँले यो म भनेर योलाई म होइन। मैले तपाईँहरू को हो भन्दाखेरि अब म यो हो भन्नु पऱ्यो नि। अब यो म कसलाई भन्ने भने यो 1 सेकेन्ड लाग्छ। यो गियरलाई होइन। अब अघि भने जस्तै यो के भन्छ? शरीरलाई, जातलाई, कामलाई, दुःखलाई, चित्तलाई, मनलाई, आत्मालाई म भन्ने एउटा गियर भयो। बुझ्नु भएन? यो त फर्केर गयो होइन, संसारमा फर्केर गयो। अब फेरि 1 सेकेन्ड लाग्छ कि होइन यो त म होइन भनिसकेँ त। अनि गुरुले भनिसक्यो यो सबै म होइन रहेछ कि। बुझ्नु होइन? म यो जुन वास्तविक म छ, शरीर, मासु हड्डी, छाला होइन र, नाम काम जात चित्त मन आत्मा के पनि होइन रहेछ। बुझ्नु होइन? यो पो को रहेछ? यो परमार्थ सत्य पो म रहेछ भनेर। अब के भयो? यो 1 सेकेन्डमा के भयो? के भयो तपाईँले भन्दा? के भयो 1 सेकेन्डमा? के भयो? तपाईँ के भयो? तपाईँले प्रज्ञाको के भयो? बोध भइसक्यो। यो कुरा यति सानो कुरा हो, जो क्षेत्रमा पनि तपाईँले होइन, चाहे यो हाम्रो माथि गुरुङपुछीकै दर्शन किन नहोस् होइन, माथि लङसित रामजामदेखि लिएर झिगमेलिङपादेखि लिएर होइन, उहाँहरू माथि गरब दोर्जीदेखि लिएर सबै हो।
अथवा यता मार्पा मिलारेपति लोपा नारोपा होइन जति उहाँहरू तपाईँहरू स्वयं तपाईँहरू उहाँले भन्ने कुरा पनि त्यही हो बुझ्नु होइन यही मैले भने नि 1 सेकेन्ड लाग्छ मैले तपाईँलाई सोधेँ तपाईँहरू को हो भन्दाखेरि किनभने तपाईँहरूको यो जुन अब के भन्नु होइन हजारौँ जुनी अनगिन्ती जुनीबाट बानी बसिसकेको छ के बानी बसिसकेको छ के बानी बसिसकेको छ भन्नु त यो शरीरै म हो नामै म हो कामै म हो दुःख म हो होइन भनेर एउटा यो के भन्छ एउटा संस्कार भन्छ के भन्छ एउटा पक्ष होइन पक्ष नेपा भन्छ होइन पक्षलाई के भन्छ नेपालीको संस्कार भन्छ के भन्छ के भन्छ वासना भन्छ हो होइन अब यो मैले भने नि तपाईँहरू को भन्दाखेरि यसलाई छोडेर 1 सेकेन्डको लागि यसलाई छोडेर चाहिँ होइन यो सबै म होइन रहेछ म भनेको त के हो होइन मृत्युबाट जन्मबाट बुझ्नु भएन सबैबाट के पार गरिसक्यो बुझ्नु भयो कि भएन होइन म भनेको त चित्तको स्वभाव धर्म काया पूर्ण रूपमा के हो बोध भइसकेको यो पो रहेछ अब यो कहाँ छ कति ठुलो छ सानो छ ठुलो सानो हुँदैन चित्तको स्वभाव ठुलो भनेको त एउटा कन्सेप्ट होइन नि अघि द्वैत भयो ठुलो भनेर एउटा सोच्नु पऱ्यो नि ठुलो भनेर एउटा विषयले एउटा वस्तु एउटा ठुलो छ भने जस्तै चित्तको स्वभाव न ठुलो छ न सानो छ न चित्तको स्वभाव न यता छ न उता छ बुझ्नु होइन चित्तको स्वभाव न सोच्नु सक्छ न के गर्न सक्छ व्याख्या गर्न सक्छ बुझ्नु भएन चित्तको स्वभाव यस्तो उस्तो कता भने तपाईँले 1 सेकेन्ड पनि वेस्ट नगर्नु टाइम खेरो नगर्नु यसको बारेमा तपाईँ सोच्ने आजसम्म होइन मैले भन्दिनँ मैले यो माध्यमिकका शून्यताको बारेमा त यस्तो गहिरोमा अध्ययन गरेँ यति गहिरोमा अध्ययन गरेँ मलाई त शून्यताको बोध भयो जस्तो लागेको थियो सेडामा बस्दाखेरि मैले 3-4 दिन पुरा यस्तो के भन्छ खालीमा होइन कोठा है यति बेला कालिम्पोङमा म 3-4 दिन यस्तो आँखा खोलेर होइन म माध्यमिकका शून्यताको धेरै अध्ययन गरेर म त पुरै शून्यताको बोध पो भयो होला तर वास्तविकमा होइन रहेछ मैले त्यो शून्यताको एउटा कल्पना गरेर त्यसलाई भाव पो गराएको बुझ्नु भएन शून्यताको एउटा तस्बिरलाई समातेर चाहिँ ओ खाली भएन खाली पुग्यो होइन वास्तविकमा यो चित्तको स्वभाव होइन रहेछ शून्यता पनि होइन रहेछ बुझ्नु म आफूलाई के हो एउटा शून्यताको तस्बिर दियो अनि शून्यताले दर्शन पायो भनेर आफूले के गरेछ मैले के गरेछ आफूले एउटा भ्रममा होइन त्यसले गर्दाखेरि अब तपाईँहरू एउटा कुरा बुझ्नु होला आज मैले अघि के भने गुरु भनेको के हो भने आफ्नो चित्तको स्वभावको होइन एउटा प्रतिबिम्ब एउटा स्वरूप अब तपाईँको चित्तको स्वभावले नै तपाईँलाई के भन्यो तपाईँ चित्तको स्वभाव हो भन्दाखेरि त अब यसलाई डाउट गर्नु मिल्छ